के छ हे गाइज के छ खबर सबैजनालाई वेलकम छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म मेरो साथीको बर्थडेमा गइरहेको, बर्थडे छ होइन, उसलाई भेट्नलाई गइरहेको। उसलाई कल गरेर छु, उसले फोनै उठाइरहेन। मैले बिहान एउटा कफी खाएँ अनि दुईटाको इन्टरभ्यू थियो, उता इन्टरभ्यू दिएर आएँ कामको। दुईजनाको, मेरो होइन कि अरू। कस्तो चिया पुगेको यार। अनि अहिले चाहिँ म यसो उसलाई केही लगिदिउँ भनेर पसलतिर आइरहेको। हेरौँ के लगेर जानु छ। उसु त्यहाँ चाहिँ के हो होइन केटो, अहिलेसम्म उठे होइन, कल गर्दा नि कल रिसिभ गरेर आएन। म यताबाट निस्किँदैछु, सुपा चाहिँ अन भइसक्यो, के लगो हेरौँ पहिला। आज त्यो जापानमा लास्ट हावा चल्छ कि बिहान, दिउँसो चाहिँ गर्मी हुन्छ, दिनमा चाहिँ डेमा, अनि बेलुका चाहिँ यस्तो चिसो हुन्छ कि के भनौँ। अनि अहिले यता रहेछ यार, मिठाई चाहिँ नहोला। म नेपाली पसल नै गएर मिठाई लग्छु। नेपाली पसल नै नजिक छ, फेरि ओपन छ कि ओपन छैन थाहा छैन। उसको रुम नि साइडमै छ, नेपाली पसलको साइडमा। लेट्स गो एभ्रिवान। बाट जाँदै म सबभन्दा पहिला ऊ चाहिँ बस्ने घर उता माथि, नेपाली पसल चाहिँ यो साइडमा छ। कस्तो भयो के फेस, हल्का बुढो पनि हुन थाल्यो अब सब चिजको बचत गर्नुपर्छ भनेर यस्तो गरिरहेको। फेरि काम नि छ बेलुका, अनि डेमा चाहिँ उसको हल्का रमाइलो गरेर उसँग, अनि बेलुका चाहिँ जानुपर्छ कामतिर। त्यसैले म त्यस्तो नराम्रो चिजहरू चाहिँ के म त अहिले चाहिँ लास्ट हरेक चिजमा पहिला म यसो गर्थेँ। अहिले आउँछ कि छैन खानालाई त आउँछ। ओएको जयमास के हो दाइ भने, कहाँ हो भने? आवाज त चिन्नुभयो होला नि? के बिर्सिहाल्नु भयो 1 महिना नआएर? हेर्छु अब मिठाई छ कि छैन पहिला। यता हुन्थ्यो सायद, यता छ। यो चाहिँ लास्ट महँगो हुन्छ, फेरि म सस्तोवाली किनिदिन्छु भनेको। यही मस्त हुन्छ खानालाई। ल अब यही किनिदिउँ। रोटीहरू, यता मोमोहरू, माछाहरू, यता चाहिँ कुखुरा, लोकल कुखुराको मासु, र यो चाहिँ राँगेको मासु। अनि यो चाहिँ भयो फेरि मोमो। अनि यस्तो बिस्ताराहरू, छेउलाहरू हुन्छ नि माथिमा उचाउने, त्यो पनि पाइन्छ। तन्दाहरू नि पाइन्छ किन्न चाह्यो भने। यतै निसिहुनावासी भन्दाखेरि स्टेसन अगाडि, अनि ठ्याक्क एकीबाट 5 मिनट लाग्छ दाइको पसल आउनलाई चाहिँ। अनि दाइको पसल यतै छ, यो ट्याक्क मैले भिडियोमा देखाएको थिएँ। सिमुसा नाकोयामा चाहिँ एरिया, सिमुसा नाकोया। अनि यो चाहिँ पसल भिडियोमा खै नमस्ते भनेको। के छ त अरू खबर नयाँ नौलो? कहाँ पसल? ए त्यति बेला एउटाको ल, दाइको पसलमा सामान किन्न आउनु सबैजनाले, वेलकम छ। यो किनिसकेको छ होइन। अब केटाहरूको रुम देखाउनु हुन्न नि त, यति रमाइलो हुन्छ, यति राम्रो हुन्छ, त्यसैले देखाउनु हुन्न। त्यसैले म रुम देखाउन अहिले पहिला चाहिँ उता जान्छु, उसको फेस चाहिँ देखाउन सक्छु। रुममा छ छैन मलाई थाहा होइन, बट यो होस्टेल हो कि। ह्याप्पी बर्थडे टु यु। यो मान्छेलाई मैले यति कल गरेँ, न फोन उठाउँछ न केही। मान्छे मस्तले सुतिरहेको रहेछ। फेरि उकाने मुछेर रातभरि काम गरेर अहिले आउँछ नि, अनि सुते। ल ह्याप्पी बर्थडे टु यु। गिफ्ट पनि छ नि,
8.5 करोडको मिठो म लगेर जान्छु नखाने भए रुममा 12 बजिसक्यो अरे तर मैले 10 बजी उठ्ने भनेको थिएँ ल अब फर्स्ट मिठाई मै खुवाइदिन्छु उसको मम्मीले खुवाउँथ्यो होला पहिला उसको अब अरू त नभनु खोला त केटाहरू सुतिरहन् 3 जना बस्ने धेरै हल्ला नि गर्नुहुन्न डिस्टर्ब ल आइस छ मलाई ल ह्याप्पी बर्थडे टु यु यस्तै हो लाइफ हामीहरूको भाइ सुतिरहेको छ काममा एउटा साथीले सुतिरह पढ्ने केटाहरू यस्तरी बुक हुन्छन् कि एमसानको बोकेर बसेको छ अघि आएको बसेको उद्या छ ठ्याक्कै पारी हाम्रो बर्थडे भयो ह्यान्डसम भएर आइसक्यो रेडी खै एकछिन लुक्सहरू अगाडि जाउँ न यता हेर न खै आहा लुक्समै फिदा हुन्छन् सब मान्छे होइन मलाई चाहिँ कोही हेर्दैन फेरि मलाई चाहिँ दाइ मात्रै भन्छन् के गर्नु गाह्रो छ सेन्पाई हुन पनि गाह्रो छ कि जापानमा जसले नि आउँछन् दाई 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 भने आउँछन् होइन यस्तै हो अब निस्क्यौँ के हुन्छ हामीहरूको थाहै छैन अनि यता चाहिँ सस्तो सस्तो सामानहरू पाइने रहेछ 600 400 लेट्स गो दुईजना पार्टनरको भेट भइसक्यो खै अब एकचोटि झप्पी पनि हाल न अझै कस्तो हामीहरूको बाटो सिद्धेर हामीहरू चाहिँ यस्तो पार्कतिर आएको सबैजना कति बबाल घाम लागिरहेछ फोटा नि हेर्नुहोस् यो तोइने रहेछ ऱ्यापिडो नि मस्तले बसेर 1 घन्टा कुरा गर्नुपर्छ केटाहरूसँग आजको दिन हो पछि अब भोलिदेखि भेट हुन्छ हुँदैन त्यो थाहा हुन्न उता ऱ्यापिडो नि रहेछ यतै निस्टिफुनाबाट रहेछ म 1 वर्ष निस्टिफुनावासी बसेँ मलाई यता गार्डन छ भन्ने थाहा थिएन आज केटाहरूले अब केटीहरू घुमाउँछन् होला नि त त्यसैले गार्डन यता छ भनेर ल्याएर आछन् होइन उता चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड बसिरहन् बच्चाको खेलेको याद आयो कि ऊ देखेर अहिले चाहिँ पार्टी सार्टी सिद्धियो अनि अहिले चाहिँ म कामतिर गइरहेको रातिको 8 बज्न लाग्यो होइन यस्तै हो उमेर अनुसार समयअनुसार मान्छे पनि घट्छन् आज 5 जना थियो 5 जनाले रमाइलो गर्ने भोलि 2 जना पनि हुन्छ कति बेला को मान्छे हुन्छ हुन्न थाहा हुन्न नि त लाइफमा त्यस्तै हो लेट्स गो गाइज टमाटर यस्तै राखेछन् प्राइस चाहिँ बवाल हुन्छ यिनीहरूको हेर्नु त गोलबिडाको कति छ हो यस्तै राखे हुन्छन् यिनीहरू हामी चाहिँ भर्खर काम सिद्धेर हामी चाहिँ यस्तो पसलतिर आएको ऊ चाहिँ नयाँ मेम्बर हाम्रो रेस्टुरेन्टमा काम गर्ने आरैबाको होइन तिमी मेम्बर आरैबाको स्याच्चो मान्नाखा होइन आरैबाको स्याच्चो स्याउहरू ल गाइज आज चाहिँ बर्थडे पनि सिद्धियो यो सामानहरू हामीहरू एकछिनमा जान्छु उनीहरू दुइटाको सामान छन् ऊ त्यो मैले भाइटिकामा दिएँ हो सेतोवाला लेट्स गो के छ डोलमा उपमा मैले गीतै निकालिदिएको छु होइन होइन नि त अब र मेरो जुनियर हो फेरि सेन्पाई हो सेन्पाई दाई होइन दाई सेन्पाई दाई दाई भनेर झुक्ने के काममा यसो
उसलाई म झुक्न सिकाउँछु, झुक्दैन कि ऊ फेरि कति के अरे फेरि ल अब सहयोग गरिदिउँलाई याद गर्नु। सब भाइ बहिनी मात्रै काममा के गर्नु, काम सिकाउँदा दिक्क लागिसक्यो, सिक्दैन यिनीहरू छिटो, आफूले गाह्रो हुन्छ। गन माटो होइन चुदानोमा एकीबाट लगभग 5 मिनट लाग्छ। यसभित्र सब सामान पाइन्छ कि। अनि मलाई दक्कुडा छ नि यिनीहरूले के भने तेलहरू पाइने। अनि यो भित्र सब सामान पाइन्छ, यो माथि कपडा पाइन्छ। अनि यो चाहिँ सामान पहिला यस्तोमा काम गर्थेँ म, यसरी सामान मिलाउनेमा। यो अनि पसलमा जान्थ्यो। यो भनेको सिबाकीबाट आउँछ, यो डाम्बरु भन्छ यसलाई। कति छ दिदी? 340 लास्ट सस्तो रहेछ होइन? नेपालमा कति हुन्थ्यो होला? 340 को टमाटर 5वटा 6वटा सस्तो पाएर 2टा किन्दाखेरि फेरि मैले खाना कहिले खान्न रुममा। मेरो खाना भनेको रामेन हो, होइसी रामेन। 700 जिन्दगी कसरी जाला र? ऊ दिदी गयो फेरि एउटा सस्तो पाएर 340 को 5-6वटा टमाटर लास्ट सस्तो रे फेरि को। यो अहिले चाहिँ मेरो रुममा पुग्यौँ। अब यो मेरो अब सुत्नु पर्यो, रातिको 3 बज्न थाल्यो। कामबाट आएर के सामान दिदीहरूले किनेको थियो, अनि त्यहाँ किनेर चाहिँ म अहिले भर्खर रुममा आएको। अझै यस्तो दिन यस्तै हो, उता पार्टी नै भयो, बर्थडे नै भयो, अनि काममा नि गयो, कामबाट पनि आयो। अब आएर चिप्स ल्याएछ द 50 सो हेर्दै 3-4 बज्छ, 4 बज्छ अनि सुत्नुपर्छ गाइज। ल सबैजनालाई धन्यवाद। हस्त भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई।